Hello, welcome to my YouTube channel. Please like, comment, share and subscribe. Here meet my friend Samiksha पौडेल. आज हामी कहाँ छौं? पोखराको हरिचोक र यहाँबाट सुरु हुन्छ हाम्रो खुमाई तथा खोर्चन डाँडाको यात्रा सुरु. Let's go. र हाम्रो के ठाउँ रे? सरीपाखा. हामी अहिले सरीपाखामा 1 घण्टाको यात्रा पछाडी हामी सरीपाखामा पुग्छौं. त्यसपछि हामीले ब्रेकफास्ट लिएर एकछिन रेस्ट गरेर अनि हाम्रो पैदल यात्रा सुरु हुन्छ खुमाईतिरको. यात्रा सुरु भएको करिब आधी घण्टामै म एकदम थकित भइसकेको थिएँ. हिँड्नु छ 17-18 घण्टा. त्यति धेरै लामो यात्रा तय गर्नु छ, तर थकाइ अहिले नै सुरु भइसक्यो. तर हिँडेपछि चाहिँ एकदम मोटिभेसन मिल्दो रहेछ. त्यहाँको इन्भाइरोमेन्ट अनि हिमाल हेर्ने, नजिकबाट हिमाललाई हेर्ने त्यो इच्छाले एकदमै मोटिभेट गरेर 2.5 आवरको ट्रेकिङ पछाडि हामी हिलेखर्क पुग्यौं. हिलेखर्कमा गएर खाना खायौं. खाना खाए पछाडि मात्र थोरै एनर्जी गेन भयो. त्यसपछि हामीले हिलेखर्कमा भिडियोहरू बनायौं, मेमोरीहरू कलेक्ट गर्यौं. अनि त्यो हिलेखर्कको खाना चाहिँ एकदमै मिठो थियो. मेरो यो ट्रेकिङको बेस्ट खाना नै त्यहाँको थियो. त्यहाँको खाना चाहिँ एकदमै मिठो थियो. मलाई एकदमै मन पर्यो. हामी खाना खायौं अनि फेरि लाग्यो. हिलेखर्कमा खाना खाएर अनि फेरि खुमाई डाँडाको लागि लाग्यौं. समीक्षा आउँदैछन् न. छिटो निस्केकी के अलि. भर्खर सुरु हुँदैछ है भर्खर यात्रा. यात्रा चाहिँ धेरै बाँकी छ. गुनगुनाउँदै अनि प्रकृतिको त्यो न्यानो स्पर्शसँगै हामी हिलेखर्कबाट फेरि खुमाई डाँडाको यात्रातर्फ लागेका छौँ. यो भने हाम्रो ट्रेकिङको टर्निङ पोइन्ट रहेको छ, किनकि हामीसँगै आएका ट्रेकर्सहरू अगाडि नै पुगिसकेका थिए. लास्टमा हामी मात्र थियौं. थ्याङ्क्स टु बी गड. बाटोमा 2जना भाइहरू भेटिए जसले हामीलाई हिँड्न एकदमै हेल्प गरे. हाम्रो ब्याग पनि त्यो भाइहरूले खुमाई डाँडासम्म पुर्याइदिए. त्यसको लागि एकदम धेरै धेरै धन्यवाद भाइहरूलाई. र हामी त्यो रेस्ट क्याम्पसम्म पुग्नु एकदम उकालो, एकदम गाह्रो बाटो थियो. हामी सजिलैसँग र छिटै पनि त्यहाँ रेस्ट क्याम्पमा पुग्यौं बिकज अफ देम. थ्याङ्क यू सो मच भाइहरू. तिमीहरू सधैँ हाम्रो यादमा रहनेछौ. हामी हिँड्दै हिँड्दै देउराली आइपुग्यौं. बादल जस्तै उडी हिँड्यो मन चञ्चल. अघिको त्यो लास्टमा गएको बहिनीको हालत पो थियो त. म त रुँदै आयो भन्दै थियो. अघि देउरालीमा बतास चल्यो, बतास चल्यो, बतास चल्यो. रेस्ट क्याम्प पनि हाम्रो लागि एकदम लकी थियो बिकज त्यहाँ हामीले लक्ष्यबहादुर गुरुङ दाइलाई भेटेका थियौं. उहाँको खुमाई डाँडामा चाहिँ होटल छ साङ्ग्रिला. उहाँलाई भेटेको भएर हामी राति 10:30 बजे भए पनि खुमाई डाँडा पुग्यौं. हामी 2जना मात्र सक्ने थिएनौं. उहाँले चाहिँ एकदम रमाइलो गर्दै कुराकानी गर्दै आफ्नो एक्सपिरियन्सहरू सेयर गरी हामी खुमाई डाँडा राति 10:30 बजे पुग्यौं. खाना खाएर सुत्दा करिब 12 बजिसकेको थियो. एकदमै धेरै पेन थियो, खुट्टा दुखिरहेको थियो. निन्द्रा राम्रोसँग लागेको थिएन. फेरि 4 बजे उठेर खोर्चन डाँडाको लागि हिँड्नु पर्ने थियो. निन्द्रा लागेकै थिएन. एकछिन सुतेर फेरि
एकदम खुट्टा दुखेर दुईजनाकै। अनि हामीले उठेर सिटामल खाएर मात्र 2 घण्टा सुतेर फेरि कोर्चन डाँडा 4 बजे उठेर कोर्चन डाँडाको लागि हिँड्यौँ। बाटोमा हिँड्दा यति धेरै हिँड्यौँ। सनराइज माथि गएर टपमा गएर हेर्ने भनेको बाटोमै सनराइज भयो। हामीले बाटोबाटै सनराइजको इन्जोय गऱ्यौँ। तर हामीले एउटा मोमेन्ट चाहिँ छुटायौँ। त्यो हिमालमा सनराइज हुँदा हिमालमा परेको बेला हेर्न चाहिँ एकदम इच्छा थियो, तर त्यो इच्छा चाहिँ पुरा भएन। हिँड्दै नसकेर चाहिँ हाम्रो इच्छा पुरा हुनै सकेन। आधी बाटो पनि हिँडेका थिएनौँ। बाटोमै सनराइज भयो। हामी हिँड्यौँ, एकदम थकित थियौँ। हामीले रेस्ट नै गरेको थिएनौँ। त्यो भएर होला हामीलाई एकदमै गाह्रो भइराखेको थियो हिँड्नलाई। हामीसँगै हिँड्नु भएकोहरू चाहिँ हेरेर फर्किने क्रममा नि हुनुहुन्थ्यो कति धेरैजना चाहिँ। तर के गर्नु, हामी चाहिँ एकदम नै गाह्रो भयो कि हामीलाई। मेरो चाहिँ फर्स्ट ट्रेकिङ पनि थियो। पहिलोचोटि ट्रेकमा गएको, त्यो पनि यति धेरै हिँड्नुपर्ने, साह्रै गाह्रो भयो। रमाइलो पनि भयो। हामी मान्छेभरि यस्तो फोटो भिडियो क्रेजी, जति फोटो खिचे नि जति भिडियो बनाए पनि नगाउने। म पनि उस्तै, मेरो साथी पनि उस्तै। कम्बिनेसन चाहिँ एकदम मिलेकै। 4-5 घण्टाको हिँडाइ पछाडि फाइनली भ्यूहरू देखिन थाल्यो र मोटिभेसन मिल्न थाल्यो। फाइनली वी रिच द डेस्टिनेसन। वाउ, हिमाल कति राम्रो देखिएको थियो। रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, जिउँदो रगत सरियो भल्दो यो शान हाम्रो। रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, जिउँदो रगत सरियो भल्दो यो शान हाम्रो। हाम्रो शान, हाम्रो हिमाल, हाम्रो झन्डा। वाउ, ब्युटी अफ नेपाल। कोर्चन डाँडाबाट हिँड्यौँ। हामी हिँड्दा सँगसँगै हिमाल पनि बादलले पुरै ढाकिसक्नु लाग्छ। आज हिमाललाई नजिकबाट हेर्ने इच्छा पनि पुरा भयो। म एकदम खुसी छु, तर थकाइ भने त्यस्तै लागिराखेको छ। एकदमै थकाइ लागिरह। हामी जम्मा हामी 2 घण्टा सुत्यौँ होला। हाम्रो यो खुमाई डाँडा र कोर्चन डाँडाको यात्रा चाहिँ एकदम रमाइलो पनि भयो, एकदम दुःख पनि भयो। खुट्टा दुखिरहेछ अनि यो दृश्य देख्दा चाहिँ एकदम त्यो सबै दुःख बिर्सिँदो रहेछ। हिमालको यो सुन्दरता देखेर।
यहाँबाट हिँडेर हामी पुग्नु छ पर देखिएको घरहरू भएको ठाउँमा। यो चाहिँ खुमै डाँडा हो है। हामी जाँदाको दिन 10:30 बजे पुगेका थियौँ राति। त्यो दिन खाना खाएर सुत्यौँ अनि बिहान कोर्चन डाँडा पुग्यौँ। कोर्चन डाँडाबाट फर्केर आयौँ। त्यस पछाडि खाना खाएर एकछिन बस्दै त्यहाँ पानी परेको थियो। सो त्यो दिन हामी खुमैमै बस्ने निर्णय गऱ्यौँ बिकज अफ वेदर। अनि त्यस पछाडि एकछिन रेस्ट गऱ्यौँ। बेलुका पख चाहिँ पानी पनि बन्द भयो अनि त्यस पछाडि त्यहाँको भ्यू चाहिँ यस्तो देखिएको थियो। मौसम खुलेर क्लियर देखिएको थियो। जाडो एकदम धेरै थियो। यस्तो लुगा लाएर एकछिन भिडियो बनाउनु नि एकदमै गाह्रो भइरहेको थियो। तर अब त्यहाँ गइसके पछाडि बनाउन त त्यस्तो भिडियो पनि भनेर भिडियो पनि बनायौँ। जाडो चाहिँ त्यो जाडो थियो। हेर्नुहोस् खुमै डाँडाको भ्यू कस्तो राम्रो देखे है। त्यो डाँडै डाँडा भएको भएर नि नामै खुमै डाँडा भएको होला के सायद। कस्तो राम्रो देखेछ आकाश, कति खुलेको छ के। वाउ, तर एकदम राम्रो छ। एकपटक चाहिँ जानै पर्छ है खुमै डाँडा। तपाईँहरू पनि जान इच्छुक हुनुहुन्छ भने जाँदा हुन्छ, एकदम राम्रो छ। ल हेर्नुहोस्, हाम्रो यो खुमै डाँडाबाट माछापुच्छ्रे हिमाल कस्तो राम्रो तरिकाले देखिँदैछ। यो साँझ पख हो, भर्खर मात्र पानी परेको थियो, बिदा भयो अनि हल्का मौसम खुल्न लागेको भएर चाहिँ यतिको देखेछ। सायद मर्निङमा चाहिँ मौसम खुलेको बेलामा चाहिँ राम्रो देखिन्छ।
सनसेटको मोमेन्ट पनि फुल्ली इन्जोय गर्न पाइयो त्यो दिन। र चाहिँ यहाँ प्लान हुँदैछ बेलुका कसरी रमाइलो गर्ने भनेर। ल हेर्नुहोस् है कसरी गर्छौँ। The morning view from Khumai Dada looks amazing. If you are the first trekker, you can also enjoy the mountain view from Khumai Dada. कोर्चन डाँडा पुगिराख्नु पर्दैन, के अरे खुमाई डाँडाबाट पनि माउन्टेनको एकदम राम्रो भ्यू देखिन्छ। तर अलिकति नजिकबाट हेर्न चाहनुहुन्छ भने यु मस्ट गो टु कोर्चन डाँडा। त्यहाँबाट चाहिँ एकदम राम्रोसँग क्लियरली देखिन्छ, अलि धेरै पनि देखिन्छ के। यो जुन देखिराख्नु भएको छ नि यो देउराली हो। यहाँ चाहिँ 3 पटक नाच्यो भने चाहिँ तपाईको त्यो दिन चाहिँ लकी हुन्छ अरे। जुन चाहिँ पर्सनली हामीले फिल गरेको त्यो दिन हाम्रो चाहिँ एकदम लकी भयो। हामीले सबै कुरा अन टाइम नै पायौं के। सबै कुरा चाहिँ हामीलाई ट्याक 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 मिल्यो के। झोलादेखि सबै एभ्रिथिङ। फर्स्ट ट्रेक, फर्स्ट एक्सपिरियन्स एकदमै मेमोरेबल रह्यो। Thank you everyone for making our journey so much special. Lastly बजेटको कुरा हामी एक्स्ट्रा एक दिन बसेको हुनाले चाहिँ हामीलाई 8-9,000 जति लाग्यो अराउन्ड। तपाईहरुलाई चाहिँ 2 दिनको लागि 6-7,000 मा चाहिँ इजिली हजुरहरु गएर आउन सक्नुहुन्छ। Thank you so much for watching. See you next vlog. Bye. Have a good day.